चाहिँ पहिला नेपाली कम्युनिटी साह्रै सानो थियो के अरे यस्तो चाहिँ ग्यादरिङहरू खासै हुन्थेन अनि मलाई चाहिँ अब अरूले यहाँ विकास भाइरल आएर चाहिँ बोलिदिनु पऱ्यो भनेर फसाइदिएर चाहिँ त्यहाँ पनि मलाई चाहिँ ठुलो के अरे नेपाली सोसाइटी साह्रै सानो हो केही गर्नु पऱ्यो भनेर चाहिँ भन्नुभयो अनि मलाई चाहिँ एउटा त्यहाँको नेपाली सोसाइटी लिड गर्ने मौका पाएको थियो त्यसले चाहिँ त्यहाँ थुप्रै कामहरू गर्छ नेपाली सोसाइटीले त्यहाँ चाहिँ अब हामीले नर्दन नेपाली सोसाइटी नर्दन तास्मानिया भन्ने संस्था चलाइरहेका छौँ 2018 देखि
बोतल ल्याइदियो बोतल